हेलो साथीहरू, तपाईहरुलाई मेरो च्यानलमा धेरै स्वागत छ। आज म तपाईहरुलाई सिम्पल तरिकाबाट यो मोजा बनाउन सिकाउँदै छु। यो मोजाको चाहिँ पछाडी कुर्कुच्चा भएको भएर लगाउँदा चाहिँ राम्रो देखिन्छ, बजारमा किनेको जस्तो देखिन्छ। बनाउन एकदम सजिलो छ। ल हामी पनि बनाउन सुरु गरौँ है त। मैले चाहिँ यो मोजा बनाउनको लागि मैले टोटल 26 घर राखेको छु। यो मैले दुई 3 वर्षको बेबीको लागि बेबीको साइज बनाएको भएर मैले यो बोर्डरमा चाहिँ 26 घर मात्रै राखेको छु। यसरी यो 26 घरलाई चाहिँ मैले एउटा काँटीमा 13 र अर्को काँटीमा 13 गरेर चाहिँ छुट्याएको छु। हामीले यसरी चाहिँ यो मोजा चाहिँ हामी 3 वटा काँटीले बनाउँछौं। अब हामी यसलाई यसरी हामी जोडेर चाहिँ सिलाउने। यसरी यही काँटीमा यसरी बुन्दाखेरि चाहिँ हल्का टाइट गरेर बुन्ने। यो फर्स्ट घर चाहिँ अनि त्यसपछि हामीले बोर्डरको लागि एक घर सुल्टो एक घर उल्टो गरेर बनाउने। एक घर सुल्टो एक घर उल्टो सिम्पल बोर्डर बनाउने। यसरी हामीले एउटा घरमा चाहिँ एउटा काँटीको घर चाहिँ बुनिसकेका छौं। फेरि यता फर्काएर यसरी अब हामीले यहाँ यो काँटीमा चाहिँ हामीले यसरी सुल्टो बनाएको छौं भने अब हामीले फेरि यहाँ उल्टो बनाउने। यसरी अनि यता जोडेर चाहिँ बुन्ने। यसरी बुन्दाखेरि चाहिँ हामीले पछाडी सिलाउनु पर्दैन, एकैचोटी रेडी भएर मोजा सकिन्छ। यसरी चाहिँ मैले एक राउन्ड बुनेर सकाइसकेको छु। फेरि हामीले यसरी यो धागोलाई यता गर्ने, यो हाम्रो अर्को काँटीमा बुन्ने। यसरी यो फर्स्टमा जोड्ने चाहिँ अलिकति टाइट बनाउनु पर्छ, नत्र यहाँ अलिकति लुज देखिन सक्छ। फेरि एक घर सुल्टो एक घर उल्टो। यसरी फेरि एउटा काँटीको सकेपछि अर्को काँटीमा बुन्ने। यसरी फेरि हामी यताको भागमा बुन्छौं। फेरि यताको भागमा उल्टो सुल्टो बुनेर हामीले चाहिँ यो चाहिँ 12 लाइन चाहिँ उल्टो सुल्टो बोर्डर बनाउने। टोटल 12 लाइन नपुगुन्जेल सरसर्ती बोर्डर बनाउने। मेरो चाहिँ यो बोर्डर 12 लाइनको भइसकेको छ। अब फेरि हामी 4 लाइन चाहिँ सादा सुल्टे सुल्टो मात्र बनाउने। यसरी बोर्डर चाहिँ नबनाउने, सुल्टे सुल्टो 4 लाइन बनाउने। मेरो चाहिँ यसमा यो 4 लाइन पनि सादै सादा भइसकेको छ, दुवैतिर 4-4 लाइन। यसरी अब चाहिँ हामी यो कुर्कुच्चाको पार्ट बनाउँदै छौं। यसको लागि चाहिँ हामी यो कुर्कुच्चाको यो पार्ट बनाउनको लागि चाहिँ यो एकतिरको 13 घर मात्रै बनाउने। अब
एक साइडमा नबुन्ने, एक साइडको 13 घर मात्रै यसरी सरसर्ती सुल्टै सुल्टो, सुल्टोमा सुल्टो, उल्टोमा उल्टो गरेर चाहिँ 8 लाइन जति बनाउने। यसरी एक साइडको 13 घर मात्र बनाउने, यो साइडमा नबनाउने, फेरि हामी फर्केर चाहिँ यही साइडमा बनाउने। यसरी एक घर उठाउने, बाँकी रहेको बनाएर 8 लाइन चाहिँ सुल्टोमा सुल्टो, उल्टोमा उल्टो गरेर 8 लाइन बनाउने। मेरो चाहिँ यो 8 लाइन भइसकेको छ। यो प्लेन एकपट्टिको साइड मात्र, हामीले यताको साइड चाहिँ बनाएको छैन। 4 राउन्ड बुनेर मैले छुट्टै यो पाटामा मात्रै 8 लाइन फेरि छुट्टै बनाएको छु, उल्टोमा उल्टो, सुल्टोमा सुल्टो। अब चाहिँ हामी यसलाई 3 भागमा चाहिँ डिभाइड गर्ने। मैले चाहिँ यसलाई 3 भागमा डिभाइड गरेको छु। यता 3 घर, यता 3 घर, 1 2 3 4 5 6 7, बीचमा चाहिँ मैले 7 घर राखेको छु। यो चाहिँ हाम्रो तलको पार्टमा चाहिँ मैले यसरी यो 7 घर राखेको छु। अनि बाँकी रहेको 3 घर चाहिँ हामी बन्द गर्ने। त्यसको लागि चाहिँ पहिलो सुरुमा यसरी 1 2 3 घर, यो यता साइडको बीचको 1 2 3 4 5 6 घर बुनिसकेको छु। यहाँ चाहिँ 4 घर रहेको छ। यो लास्टको यताको 1 घर र यताको 1 घर चाहिँ हामी यसरी 1 घर बनाएर चाहिँ यो साइडको घर चाहिँ घटाउने। यसरी फेरि हामी उल्टो साइडमा आइसकेका छौँ। उल्टो साइडमा चाहिँ यसरी 1 2 3 4 5 6 अनि 7 घरको पालोमा चाहिँ यसरी यताको 1 घर, यताको 1 घर, 2 घरलाई 1 घर बनाउने। हाम्रो चाहिँ यो 3 घर यसरी घट्दै जान्छ। फेरि यतिकै उठाउने, 1 2 भइसक्यो, 3 4 5 6, जुन लास्टको घर र यो घरलाई चाहिँ 2 घरलाई 1 घर बनाउने। यसरी फेरि उल्टो पार्टमा यतिकै उठाउने अनि 2 3 4 5 6 अनि 7 घरको पालोमा चाहिँ यो 1 घर र यो 1 घर, 2 घरलाई यसरी 1 घर बनाउने। फेरि 1 घर, 2 3 4 5 6 7 घरको पालोमा अब चाहिँ हाम्रो यो लास्ट घर रहेको छ 3 घरको, यता सकिसकेको छ। अब चाहिँ यस्तो कुक्रो, यस्तो भित्र यस्तो कुप्रो परेर यो कुर्कुचाको पार्ट बनेको छ। हाम्रो यो साइडमा चाहिँ 1 घर अझै बाँकी रहेको छ। यसरी 1 2 3 4 5 6 अनि यो 1 घर, यो 1 घर, 2 घरलाई 1 घर, 7। यसरी हाम्रो यो पार्ट चाहिँ सकिसकेको छ। यसरी यो हल्का खाल्टो भएर हाम्रो कुर्कुचाको लागि कुर्कुचाको सेपमा बनेको छ। त्यसपछि हामी यो राउन्ड चाहिँ
बुन्ने यसरी 1 7 घर यति एक लाइन बुनिसकेपछि अब चाहिँ हामी यहाँ घर टिप्ने हामीले यहाँ जति घर घटाएको छु यो साइडमा हामी त्यति घरै उठाउने यसरी एक जुन हामीले यो एक घर एकचोटि बुन्ने नबुन्ने गर्दा यस्तो ठुलो खालको यो निस्किन्छ त्यसबाट यो दुवैलाई यस्तो गरेर यो बीचबाट छिराएर चाहिँ उठाउने यसरी 2 3 यसरी 3 घर उठाएपछि यसरी 3 घर उठाइसकेपछि हामी यही धागोले अब यो पार्टमा नि बुन्ने यसरी यताको यो 13 घर पनि बुन्ने हामी चाहिँ फेरि यो पार्टमा आइसकेका छौं यहाँ चाहिँ यसरी फेरि अब हामीले यता जति घर उठाएको छौं अर्को पार्टमा यो साइडमा पनि हामी त्यति नै घर उठाउने हामीले उता चाहिँ 3 घर उठाएको थियौं भने हामी यो साइडमा पनि 3 घर उठाउने यसरी 1 यसरी 2 घर उठाउँदा चाहिँ अलि टाइट गरेर उठाउनु पर्छ नत्र पाल जस्तो देखिन्छ 2 3 घर उठाइसकेपछि यो यता काटीमा रहेको बाँकी घर पनि सरसर बुन्ने यसरी दुवै साइडमा अघि हामीले फर्स्टमा घर राखे जति 13 घर भइसकेको छ अब चाहिँ हामी यो लाइन चाहिँ यसरी यो राउन्ड बनाएर 15 लाइन चाहिँ सुल्टो बनाउने यसरी सुल्टो बनाएर चाहिँ हामी यसमा चाहिँ 15 लाइन अझै बनाउने मेरो चाहिँ यो 16 लाइन भइसकेको छ यहाँदेखि यहाँसम्म तपाईहरु चाहिँ आफ्नो आवश्यक अनुसारको लेन्थ बनाउन सक्नुहुन्छ मैले यो 2 वर्षको बेबीलाई बनाएको भएर मैले यहाँ 16 लाइन राखेको छु ठुलो मान्छेको साइजमा बनाउनु हुन्छ भने चाहिँ आफ्नो साइज अनुसार नापेर बनाउन सक्नुहुन्छ अब चाहिँ हामी यो घटाउने पार्टमा आइसकेको छु यो छेउको घटाउने पार्टमा आइसकेको छु यसरी हामी यो घटाउँछौं यसको लागि चाहिँ यसरी यो छेउको 2 घर एकैचोटी बनाउने यसरी अनि फेरि यहाँ 2 घर बाँकी नहुन्जेल सरसर सुल्टो बनाउने यसरी 2 घर बाँकी भइसकेपछि चाहिँ हामी यो घर उठाएर यसरी यतापट्टि साइडमा चाहिँ यसलाई यसरी फर्काउने दुईवटै घरलाई एउटै साइडमा फर्काउने अनि तलबाट यसरी उठाउने 2 घरलाई एक घर बनाउने यसरी घर फर्काउँदाखेरि चाहिँ यो यस्तो भएर आउँछ यसरी नै यो अर्को साइडमा पनि घटाउने 2 घरलाई एकैचोटी बनाउने यसरी 2 घर बाँकी नहुन्जेल बाँकी रहेको घरलाई चाहिँ सरसर्ती यसरी सुल्टो बनाउने
यसरी दुई घरलाई एकैचोटि बनाउने। यसरी दुईटै साइडमा भइसकेको छ। दुवै साइडमा हामीले घटाइसकेका छौँ। फेरि घटाउने। यसरी प्रत्येक चोटि आउँदाखेरि प्रत्येक चोटि नै घटाउने। यसमा चाहिँ यसरी छेउको घटाउँदा चाहिँ हामीले यसरी घर घुमाउने, घर फर्काएर यसरी तलबाट चाहिँ घटाउने। फेरि हामी तलको काठीको घर घटाउने। यसरी हामी अर्को साइडको नि घर घटाउने। यसरी दुई घरलाई एकैचोटि गर्ने। प्रत्येक चोटि चाहिँ हामी घर घटाउने। यसरी घर घटाएर चाहिँ यो एउटा काठीमा चाहिँ 3 घर बाँकी नहुन्जेलसम्म हरेक राउन्डमा यो दुवै साइडमा एउटा घर घटाउने। काठीमा चाहिँ 3 घर बाँकी नहुन्जेल प्रत्येक चोटि घर घटाउने। यसरी मेरो चाहिँ यो घर घटेर दुईटै साइडमा चाहिँ 3 घर बाँकी भइसकेको छ। बाँकी सब घर चाहिँ घटाइसकेको छु। अब हामीले यो घर चाहिँ नघटाइकन यसलाई चाहिँ हामी सिलाएर सकाउने। यसरी हाम्रो चाहिँ यो मोजा चाहिँ रेडी भइसकेको छ। यसरी हामीले यहाँ घटाएको छौँ। 3 घरलाई चाहिँ सिलाएको छु। हाम्रो मोजा चाहिँ यसरी रेडी भइसकेको छ। दुईवटै मोजा चाहिँ हाम्रो रेडी भएर सकिसकेको छ। बनाउन एकदमै सजिलो छ। तपाईहरुलाई पनि मन पर्यो होला भन्ने आशाका साथ भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।